हेलो गाइज नमस्कार सबैजनालाई के छ सन्चै हुनुहुन्छ। म चाहिँ हाल रोमानियाबाट साथीहरूले मलाई के सोध्नु भएको थियो भने निमोनिया भएको मान्छे छातीहरूतिर दाग भएको मान्छे आउँदाखेरि कस्तो हुन्छ भनेर मलाई धेरै साथीहरूले मलाई सोधिराख्नु भएको थियो है। र निमोनिया भएको मान्छे आउन नमिल्ने भन्ने हुँदैन है, आउन मिल्छ, नमिल्ने होइन। किनभने नेपालको मेडिकल रिपोर्टहरू त्यस्तो खासै ओरिजिनल बनाएको हुँदैन। त्यस्तो भयो भने पनि उनीहरूले ओरिजिनल बनाएर राम्रै मेडिकल पास गराएरै पठाउँछन्। तर यहाँ आएपछि तपाईँ कुन फिल्डमा काम गर्दै हुनुहुन्छ त्यसमा डिपेन्ड गर्छ है। अब किनभने चिसो ठाउँहरूमा, अब फ्याक्ट्रीहरूमा, अब मासु प्याकिङहरूमा काम गर्दै हुनुहुन्छ, चिसो ठाउँमा काम गर्दै हुनुहुन्छ, बाहिर काम गर्नुपर्ने खण्डमा निमोनिया भएकोलाई असर गर्न सक्छ। त्यस्तो बेलामा त्यस्तो कम्पनीहरूले चाहिँ मेडिकल गर्न लाउँछ है, टेस्ट गर्न लाउँछ। यहाँ मेडिकलहरूको कुनै पनि जिम्माहरू बिरामी हुनुभयो भने त्यस्तो कम्पनीले जिम्मेवारी लिँदैन है। र त्यस्तो खण्डमा कि त कम्पनीले डिपोर्ट गरिदिन्छ है, नेपाल पठाइदिन्छ एजेन्टलाई भनेर, कि त तपाईँहरूलाई अर्कै काममा लगाइदिन्छ। किनभने कम्पनीले जिम्मेवारी लिँदैन, भोलि तपाईँलाई केही भइहाल्यो भने भन्ने कुरामा। त्यही हो है, एकदमै बुझ्नु होला, विचार पुऱ्याउनु होला। हरेक काम मेन भनेको मेरो काम के हो, केमा जाँदैछु भन्ने कुराहरू चाहिँ आफूले नबिर्सिनु होला भन्न चाहन्छु म।